साथीहरू, आज म कुनै चुनावी समीक्षा गर्न वा कसले जित्यो र कसले हार्यो भनेर तथ्याङ्क सुनाउन उपस्थित भएको होइन। आज म त्यो विद्रोहको कुरा गर्न आएको हुँ जसलाई कतिपयले केवल जेनजी लहर भनेर हल्का रूपमा लिए, तर वास्तवमा त्यो एउटा देशको भविष्य बदल्ने ठूलो राजनीतिक भूकम्प थियो। हामीले देख्यौँ आन्दोलनमा आएकाहरू केवल आन्दोलन गर्न मात्र आएका थिएनन्। उनीहरू त दशकौंदेखि यो देशलाई खोक्रो बनाउने असक्षम राजनीतिक र भ्रष्ट कर्मचारी तन्त्रको अन्त्येष्टि गर्न आएका थिए। हाम्रो पुस्ताले के देख्यौँ? हामीले देख्यौँ एउटा नागरिक सरकारी कार्यालय जाँदा फाइल अगाडि बढाउन पहुँच हुनुपर्ने वा गोजी गरम गर्नुपर्ने बाध्यता। हामीले देख्यौँ योग्यता भएका युवाहरू मरुभूमिमा पसिना बगाउन बाध्य हुने, तर सत्ताको नजिक हुनेहरूले देशको स्रोत र साधनमा ब्रह्मलुट मचाउने। यो विद्रोह त्यही अन्याय विरुद्धको एउटा सिस्टम ब्रेक थियो। तर के यो विद्रोह नयाँ अनुहारहरू ल्याउँदैमा रोकिन्छ त? किमार्थ रोकिँदैन, किनभने यो विद्रोहको मुख्य चुरो भनेकै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हो, एजेन्डा हो। हामी त अब वाक्क भइसक्यौँ। यो संसदीय अङ्कगणितको फोहोरी खेलबाट चुनाव सकिन्छ, तर सरकार बनाउन र टिकाउन महिनौसम्म मन्त्री पदको सौदाबाजी हुन्छ। एउटा प्रधानमन्त्रीले देशको बारेमा सोच्ने कि आफ्नो कुर्सी जोगाउन सांसदहरूको चित्त बुझाउने? जबसम्म देशको कार्यकारी प्रमुख सिधै जनताको भोटबाट चुनिँदैन, तबसम्म यो अस्थिरताको चक्र तोडिँदैन। हामीलाई यस्तो नेतृत्व चाहिएको छ जो कुनै पार्टीको हेडक्वार्टरप्रति भन्दा पनि सिधै जनताको प्रति जवाबदेही होस्, जसले निर्धक्क भएर कर्मचारी तन्त्रको भ्रष्टाचारलाई प्रहार गर्न सकोस्, जसलाई काम नगरेको खण्डमा अर्को पटक जनताले सिधै घर पठाउन सकुन्। त्यसैले यो केवल एउटा चुनावी एजेन्डा मात्र होइन, यो त हाम्रो अस्तित्वको लडाईँ हो। यो त एउटा यस्तो नेपाल बनाउने सङ्कल्प हो जहाँ पावर भन्दा पनि पर्फर्मेन्सको कदर हुन्छ। यदि अहिलेको नेतृत्वले यो बदलिँदो आवाजलाई अझै पनि नजरअन्दाज गर्छ भने उनीहरूले बुझे हुन्छ यो त भर्खर सुरुवात मात्र हो। अबको बाटो स्पष्ट छ, बिचौलिया तन्त्रको अन्त्य, भ्रष्ट कर्मचारीको सम्मान र प्रत्यक्ष निर्वाचित कार्यकारीको स्थापना। परिवर्तन अब टाढा छैन, किनभने यो पटक हामी केवल भोटर मात्र होइन, सचेत विद्रोही भएर निस्केका छौँ। धन्यवाद।